अध्यक्षज्यू कार्यक्रममा स्वागत छ। हजुर नमस्कार। आज तपाईसँग थुप्रै विषयमा गफ गर्न मन लागेर भेट्ने अवसर जुर्यो। सुरुवात म कहाँबाट गर्न चाहन्छु भने तपाईँ खैराङ गाविसको अध्यक्ष हुँदाको अवस्था 2054 सालको र अहिले हामी कुरा गरिरहँदा 2081 सालको आजको दिनमा आइपुग्दा तपाईँले पाउनु भएको फरक चाहिँ के हो छोटोमा सुनाइदिनुहोस् न सुरुमा। अब मेरो राक्सिराङ गाउँपालिका साबिको चाहिँ खैराङदेखि 2054 सालदेखि विद्यार्थी जीवनदेखि त्यहाँका चाहिँ राजनीतिक भनौँ, राजनीति त नभनौँ, सामाजिक कार्य गर्दै आउने क्रममा धेरै आरोह अवरोहहरू छिचल्दै पार गर्दै एउटा ऐतिहासिक रूपमै हामी आइसक्यौँ। 20औँ-50औँ वर्ष पुग्न लागे। त्यो क्रममा हिजोको अवस्था र आजको अवस्थामा चाहिँ धेरै चाहिँ फरक छ। आर्थिक अवस्था, धार्मिक अवस्था, त्यहाँको चाहिँ राजनीतिक अवस्थाहरू धेरै चेन्जेसहरूदेखि चाहिँ हामीले त्यसको भोगाइ गर्दै त्यसको चाहिँ हामीले चाहिँ जुन आफूले प्रयोग गर्दै यो ठाउँमा आइपुगेको धेरै दृष्टान्तहरू पाइन्छ। जस्तो अब मैले तपाईँलाई प्रति प्रश्न गरेँ फेरि त्यतिखेरको राक्सिराङ वा खैराङ त्यो भूगोल राक्सिराङ सरीखेत काँकडा मिलेर बनेको खैराङ मिलेर बनेको भूगोल र अहिलेको भूगोलमा भौगोलिक रूपमा त त्यस्तो ठुलो परिवर्तन भएन होला, तर मान्छेको अवस्था, मान्छेको जुन बाँच्ने शैलीमा के कस्तो परिवर्तन भयो? जस्तो 30 वर्ष अगाडि फर्केर हामी अथवा 25 वर्ष अगाडि फर्केर सोच्ने हो भने खानै नपाएर पनि मान्छे चाहिँ भोकभोकै 5 दिन 7 दिन 10 दिनसम्म बस्नुपर्ने भन्ने समाचारहरू सुनिन्थ्यो। आजकल पनि त्यही हो परिस्थिति अथवा कसरी बुझ्नुहुन्छ? त्यो 54 सालको अवस्था र अहिले चाहिँ सबै कुरोमा परिवर्तन केही चेन्ज भएको छ र समयले चेन्ज हुनु पनि आवश्यक हो। र विगतमा हामी अब 12 घन्टा 14 घन्टा मनरीबाट हामी खैराङसम्म पुग्दाखेरि 14 घन्टा पैदल यात्रा सुरुवात हुन्थ्यो र हामीसँग त्यहाँ न खानेपानीको अवस्था थिए, न स्कुल भवन राम्रा थिए, न स्वास्थ्य चौकीहरू थिए, धामी झाँक्रीको भरमा बस्नुपर्ने अवस्था थियो र त्यहाँ चाहिँ यसरीकन नुन मसलाहरू बोक्न वर्ष दिनमा एकपल्ट मनरी बजार आउनु पर्थ्यो। एउटा दुईटा राजधानीको बिचमा रहेको एउटा राक्सिराङ गाउँपालिकाको खैराङ मध्यमा पनि एउटा चाहिँ दूरदराज टुकीमुनि अँध्यारो जस्तो रूपमा थियो भने अहिले त्यसमा केही भौतिक प्रगतिको पनि विकास भएका छन्। अहिले हामी 9 महिने बाटो 9 महिना चाहिँ हामी घर घरमा बोलेरोमा जा पुग्न सक्छौँ र त्यहाँ चाहिँ हामीले अहिले स्वास्थ्य चौकीहरूमा उपचार गर्न पाएका छौँ। सुत्केरीहरूलाई 9 महिना भए नि हामीले एम्बुलेन्सबाट चाहिँ अस्पताल ल्याउन हामीले सकेका छौँ र त्यहाँ चाहिँ गर्भवतीहरूले बर्थिङ सेन्टरमा गएर उपचार गर्न पाएका छन् र यावत स्वास्थ्यमा शिक्षामा हिजो दिनमा एसएलसी पास गर्ने एकजना मात्रै जम्मा सुरुवात भएको थियो भने अब अहिले 12 पास एमए डिग्री गर्ने समेत चाहिँ गाउँमा भेटिन थाले। शिक्षामा पनि केही परिवर्तन भएका छन् र विगतभन्दा अहिले वर्तमान चाहिँ धेरै अलिकति परिवर्तन शिक्षा स्वास्थ्य खानेपानीमा भएको छ भने आर्थिक अवस्थामा नै विगतमा 3 महिना 6 महिना खाना पुग्थ्यो। बाँकी दिन श्रीमती र जान बच्चा त्यहाँका मान्छेहरू सिस्नु गिठा भ्यागुर जङ्गली कन्दमूल खोज्न पर्थ्यो भने त्यहाँका केही घरमूलीहरू काठमाडौँ सहरमा बालुवा चाल्न, इँटा बोक्न र हेटौडा र चितवनमा धान काट्नलाई मजदुरी गर्नलाई फर्किनु पर्थ्यो भने अहिले त्यहीँ चाहिँ त्यो तरकारीहरूको व्यवसाय गरेर बाख्रा पालनको व्यवसाय गरेर केही पसलै खोलेर चाहिँ विभिन्न आफ्नो आर्थिक उत्पादन गर्ने कामहरूमा पनि जोडिन थालेका छन्। यावतले हिजो दिनमा टुकीको भरमा दियालोको भरमा चाहिँ बस्ने अवस्था थियो 54 सालको अवस्था पनि अहिले विद्युत पुगेका छन् र कयौँ ठाउँमा अहिले पेल्टिसेट हाइड्रो पावर र सोलरबाट चाहिँ सोलर होम सिस्टमबाट पनि बत्ती बाल्न सफल भएका छन् र मान्छेमा हिजोको र आजमा केही परिवर्तनहरू चाहिँ भएका हुन्, तर त्यति हुनपर्ने उहरू चाहिँ अझै चेन्जेस भएको अवस्था चाहिँ छैन। जस्तै मान्छेहरूमा आर्थिक परिवर्तन केही रूपमा भए, के अरे सामाजिक परिवर्तनहरू केही भए र पूर्वाधारमा पनि केही उमा भए, तर हुनपर्ने अझै हुनुपर्ने कुरो चाहिँ
अझै भइसकेको अवस्था छैन। अब यो बिचको अवधिमा तपाईँ 3 पटक जनप्रतिनिधि हुनुभयो। एकचोटि खैराङ गाविसको अध्यक्ष हुनुभयो र 2 पटक अहिले राक्सिराङ गाउँपालिकाको अध्यक्षको हिसाबमा काम गरिरहनु भएको छ। तपाईँले अघि 25 वर्ष अगाडिको अथवा 54 साल 50 साल वरिपरिको अवस्था र अहिले राक्सिराङको अवस्थाको जुन परिवर्तन तपाईँले रूपान्तरण जुन देख्नुभयो त्यो चाहिँ पहिल्यै हुनु पर्थ्यो। ती कामहरू, ती विकास निर्माणका कामहरू अहिले आएर भइरहेको छ कि कति कारणले चाहिँ त्यो कामहरू नभइरहेको रहेछ? तपाईँको अनुभवले के भन्छ? वास्तवमा त्यो नहुनु कारण चाहिँ अहिले यो देशमै यो उमै चलेको सिस्टमले एउटा नीतिगत उसले देश चलेको छैन। भनसुन र पहुँचवालामा विकास भयो। हाम्रो राक्सिराङ गाउँपालिका अहिले पनि 4वटा गाविस मिलेर एउटा पालिका बनेका हुन् र विगतमा खैराङ गाविस थियो भनेदेखि त्यो क्षेत्रको अघि नै भने टुकीमुनि अँध्यारो। काठमाडौँ खैराङबाट हिँडेर हामी 4-5 घन्टामा हामी काठमाडौँ पुग्न सक्छौँ। हाम्रो जिजु बुवाहरूले मुद्दै खेलेको सर्वोच्च अदालत मुद्दा पर्दा के अरे खैराङबाट चाहिँ मुद्दा तारिक धाउन पुग्ने त्यति नजिक। तर विकास नहुनुमा चाहिँ एउटै कुरो त्यहाँ चाहिँ लिडरसिप थिएन। एउटा कुरो एउटा अल्पसङ्ख्यक जातिको बसोबास भएको, उनीहरू ठुलो चाहिँ पहुँच पुगेका थिएन। हिजो समावेशी अहिले आए समावेशी जुन सिद्धान्त आएर केहीहरू चाहिँ नेतृत्वहरू जन्मे, त्यसकारण हिजो पहुँच नभए अहिले पनि पहुँच नभइकन विकास छैन। जब त्यहाँका मान्छे कहिले मन्त्री बन्ने, कहिले सांसद बन्ने, कहिले चाहिँ त्यहाँका जिल्ला समन्वय प्रमुख बन्ने, कहिले हाकिम बन्ने, त्यसकारण त्यहाँका मान्छे पछाडि पर्नुको कारण चाहिँ त्यहाँ चाहिँ पहिला चाहिँ शैक्षिक क्षेत्र सुधार हुनु नसक्नु र पहुँचमा नपुग्नु। अहिले पनि पहुँचको आधारले विकास छन्। ठुला प्रोजेक्टहरू हामीले जस्तै अहिले बाटा खोल्यौँ, मनैरीबाट मलिखु जाने राक्सिराङ गाउँपालिकाको एकल प्रयासले 30-40 किलोमिटर बाटो निर्माण भएका छन्। तर अहिले 5 लाखले ट्र्याक खोल्ने ठाउँमा 5 करोड पुलको आवश्यक पर्यो। त्यो गाउँपालिकाको सम्भव भएन। सङ्घ र परदेशीले हाल्न पर्ने। अहिले त्यहाँका मन्त्री छैन, सांसद छैन। मन्त्री र सांसद नभए ठाउँ विकास छैन अहिलेको यो सिस्टमले। त्यस कारणले संरक्षित क्षेत्र घोषणा गरेर संविधानले राम्रो दिएका छन्। संरक्षित क्षेत्र घोषणा गरेर एउटा निश्चित जाति, निश्चित पहुँच नपुगेका, भौगोलिक रूपले पछाडि परेका बस्तीहरूबाट चाहिँ को विकास गर्नलाई संरक्षित क्षेत्र घोषणा गरेर केही गर्नुपर्ने अवस्था थियो नि। जस्तै कुनै ठाउँमा चाहिँ पालिका बनेको छ, वहाँ छ आन्तरिक स्रोत पनि त्यही पालिकामा छ, भवन पनि त्यही पालिकामा निर्माण भएको छ, चिल्लो बाटो पनि त्यही पालिकामा छ, कर्मचारी पनि त्यही पालिकामा बस्न चाहन्छन् सोच लगाएर। अब हामीसँग कर्मचारी पनि छैन, भवन पनि छैन, बाटो पनि छैन, अनि हामी विकास भएन। किन भएन भन्दा हामी त जिरोबाट सुरु गर्नु परेको छौँ। हामी त पहिलो त बाटै खोल्न पर्यो, त्यसपछि कर्मचारी बस्ने वातावरण बनाउनु पर्यो, त्यसपछि गएर हामीले आफ्नो अनुभव लिनु पर्यो, तालिम ट्रेनिङ लिनु पर्यो, त्यसपछि गएर व्यवहारिक नीति र नयाँ नेपालको प्रचलित कानुनलाई आधार टेकेर अनि विकासमा हामीले पाइला टेक्नु पर्यो। त्यसकारण पहिलो अध्याय त हामीलाई त्यो अनुभव गरेर हाम्रो व्यवस्थापन गर्ने तयारी पर्यो। त्यस कारणले गर्दाखेरि हामी राक्सिराङ जस्तो एउटा भौगोलिक रूपले पछाडि परेको एउटा सीमाङ्कित चाहिँ जातिहरूको बाहुल्यता बसेको क्षेत्र सरकारले एउटा निश्चित संरक्षित क्षेत्र घोषणा गरेर एउटा केही कार्यक्रम, केही निश्चित अवधिलाई प्याकेजमा कार्यक्रम लागू गर्नुपर्ने त्यो अवस्था रहेन। त्यसले गर्दा अहिले पनि पछाडि छ। अन्य तुलनामा मोनोरेल चल्ने बेला आइसक्यो, कयौँ उमा चाहिँ रोजगारीको चाहिँ फ्याक्ट्री खोल्ने बेला आइसक्यो, उनीहरूलाई आइटीको जमाना गएपछि हामी कहाँ एउटा टेलिफोनको टावर पनि चल्दैन, विद्युत पनि विस्तार गर्न सकेको छैन, बाटै पुगेको छैन भने हामी त्यो पालिकासँग हामीले कसरी प्रतिस्पर्धा गर्ने त? अनि त्यो पालिका जस्तो हाम्रो पालिका भएन भनेर हाम्रो यहाँका पनि के अरे जनताहरूलाई केही चाहना युवाहरू त कुर्लिन्छ नि। तर हामीलाई त्यो चाहिँ अधिकार, त्यो हामीलाई पर्ने साधन स्रोतहरू हामीलाई उपयोग हुनलाई हामीलाई पुग्न सकिरहेको छैन। अब तपाईँको यो काम गराइको अनुभवमा जे हुँदैछ त्यो त ठिकै हुँदैछ, राम्रै हुँदैछ, पहिलाको तुलनामा राम्रै पनि हुँदैछ। अहिले पछिल्लो अवरोधहरू चाहिँ के हो? के कुरामा चाहिँ तपाईँ जनप्रतिनिधिहरूलाई, तपाईँसहित समग्र टिमलाई चाहिँ मान्छेहरूले कुरा काट्छन्, यो पनि गर्दै हुन्थ्यो, त्यो पनि गर्दै हुन्थ्यो भन्ने टाइपको कुराहरू, जो एक्सपेक्टेसन उनीहरूको अपेक्षा थियो त्यो पुरा भएन भन्ने कुराहरू चाहिँ कस्ता मान्छेले काट्छन्? के विषयमा कुरा काट्छन्? होइन, एउटा कुरो तिनवटा मान्छेले कुरा काट्छन्। एउटा मान्छे पुरै थाहा नभएको बिचरा,
उनीहरू भएको छ अध्यक्ष भनेको आउने साथै पैसा बिटो बोकेर आउँछ, यसलाई चाहिँ दिन्छ, विधि प्रक्रिया नै थाहा नभएको एउटा निमुखा सर्वसाधारणले कुरा काट्छ। यिनले चाहिँ अरबौँपति यिनीहरू हुन् भनेर सोचेका हुन्छन्, विधि प्रक्रिया यसरी चल्नुपर्छ भन्ने उनलाई थाहै छैन। निरीह मान्छे, एउटा मान्छे कस्ता छन् भन्ने, एउटा मान्छे आफ्नो स्वार्थमा भयो त्यो मान्छे ठिक, आफ्नो स्वार्थमा हामीले कुनै स्वार्थपूर्ति गर्दैन भने त्यो मान्छे बेठिक भन्ने एउटा समूह त्यस्ता हुन्छन्। र अर्को समूह कस्ता छन् भन्दाखेरि अर्को समूह पार्टीका, जस्तै मेरो पार्टीको मान्छे भए ठिक, मेरो पार्टीको छैन भने बेठिक भन्ने जुन प्रचलन अहिले आएको छ। पार्टीभन्दा माथि यो सबै समानको निर्माण गर्छ। एउटा पार्टी भन्ने त एउटा चुनावमा जाँदा एउटा भर्याङ हो, एउटा सुन्दर पक्ष यो पार्टीबाट त्यो पार्टीबाट को निर्वाचित भयो त भन्यो, जाँदा त एउटै सिस्टममा रहने, एउटै नीति नियम, एउटै कानुन, एउटै स्रोत साधनले देशलाई समृद्ध बनाएर लिएर जाने हो। तर त्यही मान्छे त्यही जनमानस कस्तो छ भने मेरो पार्टीको भए ज्यानमारालाई पनि स्याबास भन्ने, र अर्को पार्टीको भएखेरि राम्रा एकदम सिधा सिद्धान्तले चलेको सही चलेको छ भने त्यो ठिक छैन भन्ने पार्टी। जब यो तीन किसिमले गर्दाखेरि हामीलाई अवरोध आइरहेको अवस्था छ। र अर्को चाहिँ एउटा अहिले हामीलाई अवरोध आउनुको कारण के भन्दा केन्द्रगत नीतिको अस्पष्टता रहनु। संविधान बने, त्यो संविधानको भाव अन्तर्गत अरू कानुनहरू बनेन। कानुन नबनेपछि के भयो भन्दाखेरि हामी छोटे राजाको दर्जा त दियो, तर हामीलाई बाँधेर हलो अड्काएर गोरु पिट्या जस्तो भयो। जस्तो उदाहरण त्यही अप्ठ्यारोहरू चाहिँ राक्सिराङमा के खप्नु परेको छ, जस्तै उदाहरणको लागि मानौँ एउटा कुरो त पहिला त हामी हिजोको संरचनाले संरचना अन्तर्गत चल्न पर्ने भनेको देशको चाहिँ शासन चल्ने अवस्थामा कयौँ कुरोहरू चाहिँ हामीसँग चाहिँ आएका कतिपय आर्थिक कुराहरू, स्थानीय आर्थिक स्रोतको व्यवस्थापन गर, स्थानीय सरकार सञ्चालन गर भनेर केही समयलाई वित्तीय समानीकरण हाम्रो निर्णयमा चलाउन दिएका हौँ। पछि गएर हामी स्वतन्त्र पूर्व हामी आफ्नै आर्थिक अवस्था तयार पार्ने र राज्य चलाउने हो वास्तवमा हिजोको चाहिँ संविधानको प्रारूप। तर त्यो अहिले कुण्ठित भएका छन्। हामीसँग स्रोतहरू छन्, कानुन बनेका छैनन्। जस्तै गिटी बालुवाकै भनौँ, उत्खननकै कुरा भनौँ, चाहे हामीसँग चाहिँ काठ दाउराकै कुरा भनौँ, यावत हामीसँग रहेको आन्तरिक स्रोतहरू के छन्। हामीसँग रहेको ढुङ्गा माटोदेखि लिएर पर्यटन स्रोत, संस्कृति प्रकृति सबैलाई हामीले परिचालन गरेर त्यसबाट रोयल्टी लिएर अनि त्यो जनताको आधारभूत आवश्यकता पुरा गर्ने होइन, चलाउन सक्ने ती कुरोहरूमा पहिला तत्त रूपमा कानुन बाधक छन्। सङ्घले एउटा अड्काएका रहेछन्। त्यही सचिव त्यही मन्त्रीहरूले जाँदा त्यो फुकाउँदैनन्, उहाँहरूलाई झोला बोकेर गएर ब्रिफकेस दिएपछि मात्रै कानुन फुकाएर आइन्छन्। यावत हेर्ने हो भने त्यो पहिलो रहेछन् उत्खनन, जुन जहिले अहिले गिटी बालुवाहरू उत्खनन गर्ने कानुनहरू अड्काएका छन्। गृहमन्त्री पुग्छन्, फेरि आउँछ, रोक्छन्, फेरि फुकाउँछ, त कानुन फुकाउँदैन। एउटा त्यहीबाट हामी एउटा उदाहरण दियौँ। अर्का कुरा रहेछन् हामीलाई स्रोतको सुनिश्चिततामाथि चाहिँ आघात पुर्याउने। जस्तै हामीसँग आएका चारवटा किसिमले वित्तीय समानीकरण पैसा आउँछ, सशर्त आउँछन्, त्यसपछि गएर हामीलाई चाहिँ सम्पूरक अनुदान आउँछ, तीहरूमा विभेद छन्। सम्पूरक अनुदान आउँछन् त्यो पनि पालिका हेरेर, पार्टीगत को पालिका कस पार्टीले जित्या छ भनेर हेर्नुहोस्, यो अवस्था आउँछ। त्यो पहुँचको आधारले आउँछ, त्यो निमु खाएर पछाडि परेको पालिकाको आधारले आउँदैन। अहिले पनि दोस्रो के आउँछ भन्दाखेरि सशर्त अनुदान भने 10,000 2,000 आउँछ। उनीहरूले नीति बनाएका हुन्छन्, हिजो दिनमा बनाएका राज्यको संरचनामा। हिजै यो बहुदलीय व्यवस्था, यो गणतन्त्र आउनुभन्दा पहिलाको मिलाएर खाने र प्रक्रिया यति लामो जनता कहाँ नपुग्ने त्यस्ता प्रक्रियाहरू अहिले पनि छन्। सशर्तको पैसा चलाउन सक्दैन, त्यो कर्मचारी चलाउने, कर्मचारीले चलाउँदा फाइल यति 10,000 को फाइल बनाउनु पर्यो, यति बाक्लो बनाउँछ, नीति र विधि के हो, त्यो 10,000 को यति आउँछ। त्यो काम गरेर कर्मचारी पनि छैन र त्यो नीति र विधि छिरेन भनेदेखि ऊ जागिर जान्छ। ऊ बरु त्यो कार्यक्रम गर्नुभन्दा नगर्नु भएर बिहान बेलुका हाजिर गर्ने, कसरी आएर छड्केर जाने, अनि त्यो पैसा ल्याप्स भएर जाने। ऊ हामीले देखाए मात्रै छैन, हाम्रो निर्देशनले त्यो बजेट चल्दैन। कर्मचारीकै सन्दर्भ तपाईँले निकाल्नुभयो। कर्मचारीहरू चाहिँ राक्सिराङ गाउँपालिकामा कसरी टिक्छन्? जस्तो विकट छ, तपाईँले भन्नुभयो जस्तो टेलिकमको समेत सुविधा छैन, कतिपय ठाउँमा बिजुली नै छैन, वडा कार्यालयमा चाहिँ अनलाइन
घटना दर्ता अनलाइन गर्न सकिएको अवस्था पनि छैन कतिपय ठाउँमा। यस्तो अवस्थामा चाहिँ कर्मचारीलाई टिकाएर राख्न सक्नु पनि एउटा क्षमता हो जस्तो लाग्छ। के क्षमता तपाईँले देखाउनु भयो? यसमा चाहिँ अब हामीले के भन्दा पहिला मानवता हो, हामी उहाँहरू पनि मानव हो। उहाँहरू एउटा देशको नीति नियम कानुन उहाँहरूले बोकेको छ, हामीले सोच बोकेको छ। मैले हिँडेको बाटो, हिजो म गोरेटो बाटो भारी बोकेर नुनको भारी खान्थेँ भने त्यो बाटो गाडीमा पढाउनु पाएखेरि मेरो नुनको भारी र चामलको भारी घरमा पुग्न पाए हुन्थ्यो भन्ने मेरो चाहना। सिटामोल गाउँमा पुगे हुन्थ्यो भन्ने हाम्रो चाहना, हाम्रो सोच। उहाँहरूको विधि र प्रक्रिया, हामीले गरेको निर्णय विधि र प्रक्रिया जाने क्रममा कर्मचारी साथीहरू कतिपय कस्ता हुन्छन् भने 10 to 4 पचाउने, कसरी टाइम पास गरौँ भन्ने हुन्छ। कतिपय कर्मचारी जनप्रतिनिधि भन्दा नि जनसेवक हुन्छ, होइन, काम गर्नुपर्छ, यो कहाँ पुग्यो यसरी भयो यसरी गरौँ भन्ने कर्मचारी हुन्छ। ती कर्मचारीहरूलाई पनि हामीले टाढा भए तापनि, दुर्गम भए तापनि, कहिले थाहा नपाउने कर्मचारीले ओहो राक्सिराङ भने म जान्न टाढा भन्छ। तर हाम्रो त्यहीँ आएपछि हामीहरूको त्यहाँका जनजातिको एरियामा चाहिँ जनजातिहरू सोझा हुन्छन्, एक अरू कुरो रमाइला हुन्छन्, मिठास हुन्छन्, आत्मीयता भएपछि घरको दाजुभाइ जस्तो हुन्छन्। यहाँ आएपछि हाम्रो दाजुभाइ जस्तो चाहिँ सरसँग गाउँमा अनुगमन गर्न जाँदा घरको जस्तो यो भएन, यो बनाउनु पर्छ है, हस् भन्ने, यसरी गर्न भ्यालाको सारी भएर चलिन्छ। अनि उहाँहरूलाई सेवा सुविधा, मान्छे हो डेढा लिन अन्जान पर्छ, हामीले बस्ने चाहिँ उहाँहरूलाई क्वार्टर बनाएर राखेका छौँ। उहाँहरूलाई आउँदाखेरि सेवा सुविधा जस्तै उनीहरू चाहिँ अनुगमनमा गयो भने तपाईँहरूले पाउने निश्चित भत्ताहरू, केही खानुहोस् भनेर सेवा सुविधाहरू हामी दिन्छौँ। तर खानु 10 to 4, हाम्रो जनता 10 to 4 होइन, 20 hours फर्स्ट। हामी 24 घन्टा हाम्रो जनताको सुविधा चाहिँ आपत पर्दा हामी अस्पतालमा मेरो ड्युटी छैन भनेर भन्दा राति पनि गएर हाम्रो कर्मचारीले सिटामोल दिएर औषधि उपचार, प्राथमिक उपचार गरेर गराउनु पर्ने काम हाम्रो कर्मचारीले गरिरहेको अवस्था छ। त्यस कारणले हाम्रो सेवा सहयोग सुविधा पनि कर्मचारीले दिएको छ र जनप्रतिनिधि जनताले नि उहाँहरूलाई हामीले साथ दिएका छौँ र माया गरेका छौँ। बस्ने ठाउँ हामीले दिएका छौँ, शिक्षकहरू यत्रा छन्, बस्ने ठाउँ जनताले व्यवस्था मिलाएका छन्। कयौँ ठाउँ हाम्रो गाउँपालिकामा बस्ने आवासको व्यवस्था गरेका छौँ। स्रोत साधन भएसम्मको हामीले उहाँले साधनको व्यवस्था गरिदिएका छौँ र हामीले उहाँहरूलाई कहीँ गएर धम्काउने, अटाउने, फर्काउने काम हाम्रो पालिकामा कसैले गर्दैनन्। हामी हाई हेलो सबै दाजुभाइको व्यवहार गर्छौँ। त्यसले गर्दा पनि हामीसँग कर्मचारी साथीहरू राक्सिराङमा आएपछि कहिले पनि राक्सिराङ हामी जान सक्दैनौँ भन्ने कुरोहरू उहाँबाट चाहिँ भएको छैन। लाग्छ यो चाहिँ हाम्रो राक्सिराङको एउटा जीवनशैली, हाम्रो सोच, हाम्रो चाहिँ एउटा जातीय हिसाबले नै हामी एउटा मतवाली जाति भन्छ, मतवाली जातिमा एउटा फ्याङ्ली हुन्छ र त्यो कारणले नि गर्दा हो कि होइन, मिलनसारको कारणले हो कि जस्तो पनि लाग्छ मलाई। राक्सिराङ गाउँपालिकामा तपाईँले यो दोस्रो कार्यकालको पनि 2.5 वर्ष लगभग पार गर्दै गर्दाखेरि राक्सिराङ गाउँपालिकालाई के कुराले अगाडि बढायो भने साँच्चै आर्थिक समृद्धि हुन्छ र तपाईँ हामीले सोचेको जस्तो समृद्ध राक्सिराङ निर्माण हुन्छ? त्यसको महत्त्वपूर्ण आधार चाहिँ के हुन सक्छ? अब राक्सिराङको आधार भनेको मैले पहिला बाटो र बत्तीदेखि, किनभने म मनहरीबाट नुन बोकेर खान पर्थ्यो, 14 घन्टा 12 घन्टा हाम्रो 9वटा वडा हिँड्नुपर्ने अवस्था थियो। पहिलो कार्यकाल बाटो र हाम्रो विभिन्न लक्षित कार्यक्रमहरू त छँदैछ, शिक्षा स्वास्थ्य छँदैछ भनेदेखि हिजो 4वटा साबिको स्वास्थ्य चौकी थियो, अहिले 11 स्वास्थ्य संस्था छ, अहिले 10 बेडको हस्पिटल छ, अहिले एक्सरे मेसिन, MBBS डाक्टर सबै छन्। तर अब राक्सिराङको परिवर्तन गर्ने भनेको हामी परनिर्भर होइन, आत्मनिर्भर कसरी बन्ने। अब मेरो दोस्रो कार्यकालको अन्तिम प्रहार चाहिँ के हुन्छ भने अब हामी चाहिँ हाम्रो सोचाइ भनेको 9 महिने बाटोलाई 12 महिने कसरी बनाउने, त्यो कुरोमा सङ्घ र प्रदेशलाई पुलहरूको आवश्यकता छ। हामीलाई 10 लाख 5 लाख नहाल्नुहोस्, हामीलाई मनहरीको यो 4वटा वडा जाने बाटो, 4वटा वडालाई 15 लाख टुक्रे योजना कार्यकर्तालाई हाल्नुभन्दा एउटा पुल हालिदिनुहोस् 5 करोडको, बास पुग्यो हामीलाई। अनि हामी त 12 महिने जानुपर्छ। त्यसकारण हामीलाई दीर्घकालीन सोचको योजनाहरू चाहिँ सङ्घ र प्रदेशले हेरिदियोस्। यदि राक्सिराङलाई चाहिँ हेर्ने हो भने हामी 12 महिने बाटो बनाउने एउटा लक्ष्य। दोस्रो, 12 महिने बाटोमा हामीले आत्मनिर्भर कसरी बनाउँ भन्दा हाम्रो प्रकृतिले दिएको स्रोतहरूको उपयोग कसरी गर्ने। जस्तै हामीलाई टुरिज्म छ, हाम्रो संस्कृति, चेपाङ र तमाङको संस्कृति र प्रकृति छ, प्रकृतिले दिएको झरना, गुफा, सुरुङ छ, त्यसलाई प्रयोग कसरी गर्ने। र हामीलाई प्रकृति दिएको चिसो हावापानी, माथि हिमालदेखि छ भने तल 300 मिटरदेखि लिएर हाम्रो 3000 मिटरसम्म हाइटसम्मको यो जमिनलाई भू उपयोग कसरी गर्ने। कुन ठाउँमा काजु फल्छ, कुन ठाउँमा चाहिँ एभोकाडो फल्छ, कुन ठाउँमा खुर्सानीको पौड क्षेत्र हुन्छ, डल्ले खुर्सानीको भन्ने कुरो छ भने अरू कुरो हाम्रो संस्कृतिलाई, चेपाङको कल्चरलाई र
तमाङको कल्चरलाई कसरी संरक्षित गरेर त्यहाँ टुरिज्म ल्याउने र स्थानीय र पर्यटन आन्तरिक र बाहिरी पर्यटन कसरी भित्राउने, त्यहाँको कलकल झरनामा पौडी र त्यहाँको स्विमिङ पुलहरू कसैलाई निर्माण कसरी गर्न सकिन्छ, त्यहाँको मठ र गुम्बाहरूलाई कसरी चाहिँ विश्व बजारमा लगेर देखाउन सकिन्छ भन्ने कुरो र त्यहाँका जडीबुटीहरूलाई चाहिँ हामीले कसरी मार्केटमा ल्याएर चाहिँ उपयोगिता दिने भन्ने कुरोमा स्थानीय स्रोतलाई कसरी उपयोग गरेर मान्छे स्वावलम्बी बनाउने, आत्मनिर्भर बनाउने भन्ने कुरोमा अब हाम्रो फोकस जान्छ। त्यसकारण ट्रेनिङ तालिम हरू हामीले त्यसलाई दिएर, हामीलाई बिउ पुँजी दिएर र हामीलाई चाहिँ लगानीकर्ताहरूलाई चाहिँ कसरी हाम्रो स्रोतलाई देखाएर र राक्सिराङमा विद्युत नयाँवटामा हामी चेपाङले बिजुली पुर्याउँछ, त्यो विद्युत पुर्याएपछि हामीले उद्योगपतिलाई कसरी छेड्न सक्छ, हाम्रो स्थानीय स्रोत त्यहाँको उत्पादन भएको चिजलाई त्यही प्रशोधन गरेर हामीले बजारीकरण गर्न कसरी सकिन्छ भन्ने कुरोमा अब हाम्रो ध्यान केन्द्रित रहन्छ र त्यसमा कयौँ मान्छेहरू विस्थापित पनि हुन्छ र कयौँ मान्छे स्थापित पनि हुन्छ, कयौँ मान्छे सहरीकरणले विस्थापित हुन्छ, कयौँ मान्छे सहरीकरणले स्थापित हुन आइपुग्छ। यसले गर्दा अब राक्सिराङमा 5-10 वर्ष पछाडि एउटा उथुलपुथुलको अवस्था हुने सम्भावना देखिएको छु। किनभने केही पुँजीपतिहरू त्यो स्रोतले लगानी गर्न आउँछ, केही पुँजीपतिहरू त्यहाँको चाहिँ स्रोत र विलासिता दिएर त्यहाँको 2 गट्टा 4 गट्टा जग्गा बेचेर नि विहीन पनि हुनसक्छ। तर त्यो विहीन नहोस् भनेर हामीले निश्चित मापदण्ड बनाएर त्यहाँका जनजातिको त्यहाँको चेपाङहरूको जग्गा बिक्री गर्न नपाइने भन्ने कुरोहरू पनि हामीले बाजो जमिन राख्न नपाइने भनेर हामीले ल्याउँदैछौँ अवधारणा। ल्याउँदा मेरो अधिकारको कुरो किन नबेच्ने भन्ने कुरो पनि आइरहेको छ अवधारणा। तर तपाईँहरूको भोलि जग्गा कहाँ चाहिँ पाउँछ? राक्सिराङ जस्तो सस्तो जग्गा कहाँ पाउँछ त? अब धरती बढ्दैन, मान्छे बढ्ने हो। तपाईँले नबेच्नुहोस्, तपाईँ अहिले बरु व्यवसाय गरेर अन्त जानुहोस्, गर्नुहोस्, यो जग्गा राख्नुहोस्, पछि फर्केर आउँदा तपाईँको जग्गा मूल्यवान हुन्छ हजुर भनेर हामीले सबै उहाँहरूलाई सम्झाउने काम गरिरहेको छौँ। र हामी आफ्नो मान्छेलाई विस्थापित होइन स्थापित गर्नलाई घर उपहारको कार्यक्रम पनि हामीले ल्याएका छौँ। त्यही भएर हामी बाहिरको मान्छे कसरी त्यहाँ भित्रौँ भन्ने छौँ। 226 वर्ग किलोमिटरको भू जमिन छ मेरो, जनसङ्ख्या छ 30,000 थियो, अब अहिले 26,000 झरिसक्यो। मान्छे बाटो खोलेका छौँ, बत्ती पुगेका छौँ। अब हामीले चाहिँ रोजगारी सिर्जना गर्नको लागि विभिन्न चाहिँ टुरिज्महरूको चाहिँ अवधारणा ल्याउँदैछौँ भने, जब अस्पताल खोल्दैछौँ भने, जब जनतै छ भने विकास के को लागि भनेर हामी अब त्यो जनतालाई कसरी संरक्षित गर्ने त गाउँमै राख्ने भन्ने कुरोमा पनि हामीले एक किसिमको चाहिँ अहिले अब हाम्रो कार्यपालिकाले एउटा प्लानिङ बनाएर अब दिनहरूमा त्यो जनतालाई कसरी स्थापित गर्ने त भन्ने कुरोमा हामी अस्पतालमा पनि हामी जाँदैछौँ। अब हामी गाउँ टोल टोलमा हामी त्यही जनता भरतपुर हस्पिटलमा उपचार गर्न जाँदाखेरि 10,000 20,000 खर्च गर्नुपर्छ। हामी त्यही सुविधा, त्यही एमबिबिएस डाक्टर, त्यही के अरे एक्सरे, त्यही चाहिँ भिडियो एक्सरे मेसिन र एक्सरे मेसिन राखेर हामीले चाहिँ त्यही चाहिँ खकारदेखि लिएर सारा रगत जाँच्ने, दिसा पिसाब जाँच्ने हामीले चाहिँ ल्याब राखेका छौँ, त्यहाँ उपयोग भइरहेको छ। अब त्यसलाई कसरी बानी लाएर उता जाने पैसा यहाँ हामी फ्री गर्छौँ भन्दा नि अब यसलाई हामीले प्रचार गरेर पनि जनतालाई थ्याउने हाम्रो तयारी छौँ। यो बेलाले राक्सिराङको भविष्य हामीले अब परिकल्पना गरेको अनुसार 10-15 वर्षमा चाहिँ एउटा उथुलपुथुलको चाहिँ राक्सिराङ चाहिँ एउटा परिवर्तन ल्याउन सकिन्छ कि भन्ने अहिले हामी आशावादीमा चाहिँ छौँ। हुन्छ, हामी अन्त्यमा पनि छौँ। तपाईँले यत्रो छलफल बहस गरिरहँदाखेरि, हामी छलफल गरिरहँदाखेरि चाहिँ एउटा विषय, महत्त्वपूर्ण विषय छुटिरहेको छ। त्यो विषय भनेको गाँजा खेती। गाँजा खेती सरकारले अवैधानिकै भनिरहेको छ। अहिले लागु औषध नियन्त्रण ऐनले नै त्यसलाई नियन्त्रण गर्छ। तर राक्सिराङमा जतिसुकै त्यो ऐन सक्रिय छ भनिए पनि, प्रहरी गए पनि अथवा सचेतनामूलक कार्यक्रमहरू भए पनि गाँजा खेती नियमित रूपमा भइरहेको छ। गाँजा खेतीको यसले वैधानिकता पाउनुपर्छ भन्ने लडाइँमा तपाईँ हामी सबैजना फेरि छँदैछौँ। अब यसलाई चाहिँ गाँजा खेती मार्फतै पनि राक्सिराङलाई समृद्ध पार्न सक्ने सम्भावना चाहिँ कतिको देख्नुहुन्छ? त्यसको राम्रो पक्षहरू के छन् र नराम्रा सुधार्नुपर्ने कुराहरू कस्ता छन् यो विषयमा भन्ने पनि मलाई जान्न मन लाग्यो। मैले हाललाई चाहिँ दुईवटा पक्ष, एउटा हाम्रो क्षेत्रमा अवैधानिक भनौँ, अहिले अवैधानिक गाँजा खेती भइरहेको अवस्था छ। यो कुरो विगत 40 वर्षदेखिको यो सङ्घर्ष छ। जनताले गाँजा लाउने, प्रहरी गएर फाड्ने यावत कुरो यो सधैँ चलिरहेको अवस्था छ। अब यसलाई हाम्रो चाहिँ विगतदेखि 54 सालकै मेरो नारा, मोटर बाटो खन्देऊ गाँजा खेती गर्दैन भन्ने हाम्रो नारै हो।
हैन एउटा कुरो गाविस अध्यक्ष हुँदा पनि है कसैले पनि गाँजा खेतीको लागि गाँजा निरुत्साही गर्न जनतालाई मोटर बाटो खन्नुपर्छ त्यहाँको प्रकृति तरकारीलाई बजार ल्याउन दिनुपर्छ भनेर कसैले सरकारबाट 2 लाख रुपैयाँ पनि छुट्टिएन हेर्नुस् अहिलेसम्म आइपुग्दा तर रोक्नुपर्छ भनेर वैकल्पिक कि विकल्प देऊ कि वैधानिकता देऊ भन्ने कुरा हाम्रो आवाज हो कि विकल्प देऊ हामी लाउँदैन हामीलाई मर्न रहर छैन हामीले खान नपाएपछि प्रकृतिले मान्छेले जहाँ जे जन्म्यो ती भगवानले दिएको हो नि साउदीमा तेल दिएछ तेल त्यो तेलै उत्पादन दिने त्यो तेल निकाल्ने साथै लोएर थुन्नु पर्ने थियो नि त प्रकृति स्रोत हो नि त्यो पनि त्यो चाहिँ उत्पादन गरेर हामीलाई बेच्ने अनि हाम्रो यहाँको गाँजा उत्पादन भए उहाँ बेच्दा चाहिँ हामी चाहिँ थुनिनु पर्ने हामीलाई त भगवानले दिएको स्रोत हो नि त त्यो स्रोत बेच्दा हामी थुनेर जीवन जानुपर्ने यदि मेरो राक्सिराङमा गाँजा खाएर गाउँै तहस नहस भएको भए एकजना गाँजा खाएर मरेको मान्छे मलाई देखाउनुहोस् त्यो गाँजा पनि खाँदैन हाम्रो अब त्यो कसले खान्छ कहाँ खान्छ के खान्छ त्यो त विलासिता वस्तु विलासिता हुने चिजले खायो होला त्यो कुन ठाउँमा खायो त्यो हामीलाई थाहा भएन तर हाम्रो ठाउँमा लोकल रक्सी खायो होला बरु केही खान्छ त्यो पनि अहिले खान कम भइसक्यो निश्चित शिक्षित भइसके त्यही कारणले हामी गाँजा खाएर कोही पनि मरेको छैन त्यो गाँजा गएर विदेशी पैसा आएको देख्छु मैले कहिन्छ आइसी हाम्रो ठाउँमा त आइसी चल्थ्यो पहिला त अहिले त अलिक कमी भयो आइसी नै बैङ्गी खोल्ने स्थिति थियो त्यो अवस्था थियो भने यदि हाम्रो प्रकृति स्रोत हामीले बेचिनु पर्दा हामी बाँधिएर जानुपर्ने जीवन जति जाम बिम्फेदी जेलमा हुनु भने बुढेसकाललाई चाहिँ हामीलाई खङ्रङ्ग छोडिदिँदाखेरि मिठो खान पर्ने औषधि गर्न पर्ने मिलाएर समाजमा सामाजिक ऊ भयो नि त त्यस कारणले गर्दा समाजमा आउँदा त छोराछोरी छैन बुढी पहिला गइसक्या हुने यस्तो अवस्थामा रहन राज्यले सोध्नु पर्दैन कि विकल्प दिनु पर्यो गाँजाको सोटा ल मोटर बाटो उ गरिदिनु ल यति पकेट क्षेत्र अदुवाको यति पकेट क्षेत्र एभोकाडोको त्यो लाउने खाने यहाँ शीत भण्डारा राख्ने बेच्ने त्यहाँ लाग्ने भाटा हानेर लोर कोत्ने भनेर विकल्प दिनु सक्नु पर्यो नि त्यो पनि छैन अनि यो अवस्था भने यो साह्रै अवस्थाको कुरो हो मेरो जीवन गए यही लडाइँमा यही चाहिँ कि विकल्प देऊ कि वैधानिकता देऊ भन्दा अब विदेशमा हेरौँ भने गाँजाको अहिले नेपालमा चाहिँ एउटा साइन के औषधि लिमिटेड थियो अहिले के औषधि छ कुनै विदेशबाट इजाजत लिएर प्लेनबाट ल्याउनु पनि गाँजा अब यहाँको गाँजा चाहिँ लगेर हामीले त बेच्दाखेरि भरियाको रूपमा जाँदाखेरि थुनेर भीमवेदी जेल सयौं युवा जानुपर्ने भनेपछि यो कता कता नीतिगत नमिले हिजो समय त्यो थियो भने अबको समय भने ऐन कानुन भने त समय साक्षेप हुनुपर्छ ऐन कानुन भनेको लोकतन्त्रमा त्यो जनतालाई जोडाउने एउटा नीतिगत एउटा वे बाटो हो तर त्यसलाई बन्धक त्यो दासी होइन नि दासी बनाउने होइन नि कानुन लाएर दासी बनाउने होइन उसले स्वीकार्न सक्नु पनि यो कानुन मैले उल्लङ्घन गर्दा मैले दण्डित हुनुपर्छ है भन्ने भावना त्यो मानवमा हुनुपर्छ अनि बल्ल कानुन मान्छ त्यसकारणले गर्दा प्रकृति स्रोत र साधन उपयोग गर्दा दण्डित हुनुपर्ने कानुन नेपालमा अहिलेको समय सन्देश सुहाउँदैन किनभने अन्तर्राष्ट्रिय जगतमा नि कहीँ गाँजा प्रतिबन्ध गर्ने देशहरू फुक्का गरेर लाउन थाले हाम्रो पनि माग के हो भने यसलाई वैधानिकता दिनु पहल गर्नु जरुरी छ बरु खुला बजार नबनाउला जहाँ पाए त्यही रोप्ने जहाँ पाए बजार हामी जसले नि खाएर हिँड्ने नगरौँला सुर्ती जस्तो तर त्यसलाई निश्चित के अरे एरिया हिजो हिँड्ने जस्तै हाम्रो राक्सिराङ कैलाश र रोराङको त हब एरिया हो त्यो हबलाई एउटा पकेट क्षेत्र निर्धारण गरेर राज्यले लाइसेन्स दिने त्यसै राज्यलाई कर तिर्ने त्यसै त्यो नियमन गरेर कुन कम्पनीलाई के आवश्यकले कुन देश सप्लाई हुने त भन्ने एउटा मिलाउनु पर्यो नि हैन त्यो कुरो राज्यले गरिदियो भने जस्तै स्थानीय तहलाई लाइसेन्स दिने अधिकार नियमन गर्ने प्रदेश सरकारलाई अधिकार ट्याक्स लिने अन्तर्राष्ट्रिय सरकारलाई यहाँको चाहिँ क्यानाडालाई सप्लाई हुन सकोस् क्यानाडामा गाँजा खेती गरेर फ्याक्ट्री चलिरहेको अवस्था 84वटा चिजको उपयोगिता छ त्यसको हैन डिप्रेसनदेखि लिएर अहिले इन्जेक्सन लिएर सारा त्यही लुकी गाँजा पास गरेर अनि अरबौंको चाहिँ हामीलाई 1 किलो लगेर 1 ट्रक औषधि हामीलाई नै बेचिरहेको त्यसकारण यस्तो उपयोगिता गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो हामीले पनि लाथा लिङ्ग ताराले होइन राज्यलाई भ्रष्ट बनाउने किसिमले होइन एउटा नियमन राज्यकै नियन्त्रण अनुगमन नियन्त्रण गर्ने किसिमले एउटा हब बनाएर एउटा राज्यलाई पैसा आउँछ प्रकृति स्रोत हो त्यो उपयोग गरेर पो हामी धनी नेपालमा जति पनि चिजहरू हामीले बेच्छौं त्यो चिज प्रकृति स्रोत जति काठ बेचौं पनि बाँडेर जानु पर्ने मलेसियाको काठ ल्याएर फर्निचर बनाउनु पर्ने है नेपालको काठ ढडेर जान यो कता कता नमिले यही नमिलेर अहिलेको विद्रोह चाहिँ युवा शक्तिले गर्नु हो कारण पनि यो हो कि हामी समय साक्षेपको नीति नियम नेपालमा परिवर्तन हुनुपर्छ हामी गरेर खान पाउनुपर्छ भन्ने हो कि जस्तो लागेछ मैले पनि यो कुरामा पनि हामी गाँजा अवैधानिक हो भने
अवैधानिक हो भने विकल्प देऊ, लाउन प्रतिबन्ध गरौँ। यदि होइन भने वैधानिकता दिउँ भनेर अर्थमन्त्रीलाई पनि आउँदा मैले ज्ञापन पत्र दिए त मन्त्रालय कति ताल भइसक्यो, अस्ति पनि अर्थभन्दा योभन्दा अघिल्लो रामशरण मतलाई दिएकै हो। यहीँ हेटोडा आउँदा लग्यो, अर्को सरकार आइहाल्छ, फेरि त्यो भोलि कहिले चेतनी नहुने, एक पुस्ता गयो, दुई पुस्ता गयो, तर यो पुस्ता होला जस्तो मलाई लागेन। तर भावी युवाहरूले हामी मरेर गए पनि हाई पुस्ताले यस्ता प्रकृति स्रोत हाम्रो नेपालमा हावापानी हुने उत्पादन बेच्दा जेल जानुपर्ने कुरो चाहिँ त्यो कानुनबाट हटाउन पर्छ, नेपालको हितमा हुनुपर्छ भन्ने लाग्छ। बाहिरको कुरो हेरेर हामीले कानुन बनाउने होइन नि त, हाम्रो हेरेर बनाउने हो। त्यसकारण त्यस्तो जनिनुपर्छ। अबको चाहिँ राज्यको नीति निर्माता बनाउने ठाउँमा पुग्ने युवाहरूले भन्ने म पनि आग्रह गर्छु। र यो कुरो साह्रै ठुलो चाहिँ हामीलाई चाहिँ आघात पुगेको छ। हाम्रो जनताहरू बस्यौनी भरियाको रूपमा पुग्नु परेको छ। श्रीमतीलाई फरिया चोलो किन्नको न्युमा, दसैँ मान्नको न्युमा, पढाउनलाई छोरीलाई 10+2 पढाउन डेढा भाडा तिर्न मनहरीमा आउँदा गाँजा बोकेर त्यहाँ लगिदिए 5,000 दिन्छु, कोठा भाडा छोरीलाई दिनुहुन्छ बिचरा भनेर ल्याउँदा पुलिसले झ्याप्प झ्याउने भागिहाल्छ मेन मान्छे। त्यस्ताहरू चाहिँ रोएर चाहिँ भिम्बे जेलमा पर्छ। यावत यस्ता समस्याले उसले कसैले अनैतिक अत्याचार बलात्कार कहीँ गरे हो भने त्यस्तोले गर, तर जीवन पाल्छु है म गरेर खान पाउनुपर्छ भन्ने त राज्यले हेर्नु पर्यो नि। यो कुरोमा चाहिँ मैले यो विभेद देखिन्छ, यसको चाँडै निराकरण हुन जरुरी छ। र अन्तिममा अब जुन गाँजाको विषय भयो, सडक मोटर बाटोको 12 महिना चल्ने मोटर बाटोको विषय तपाईँले उठान गरिरहनु भएको छ पटक पटक। यी सबै विषयहरूमा तपाईँभन्दा माथिल्लो निकाय जस्तो प्रदेश सरकारका मान्यहरू हाम्रो क्षेत्रबाट हुनुहुन्छ, सङ्घीय सरकारका मान्यहरू हुनुहुन्छ, पूर्व मन्त्रीहरू पनि हुनुहुन्छ। यी सबै मान्यज्यूहरूले चाहिँ तपाईँले उठाएको विषयमा तपाईँलाई कतिको साथ सहयोग गरिरहनु भएको अवस्था हो त? मलाई यसो लाग्छ, यो कतिपय चुनावमा उठाउने अघि पछि यो विलयन हुने चाहिँ यो चाहिँ मलाई पनि दुःखदायी कुरा लाग्छ। चुनावमा आउँदाखेरि अब हामी स्थानीय सरकारले त गाँजा लाउन दिउँला भनेर हामीले नारा पनि बनाएनौँ, हामीले त्यो हैसियत पनि छैन, हामीले त्यो गरेर पनि गरेनौँ। तर सङ्घीय सरकार र प्रदेश सरकार के जाने र सङ्घीय सरकारले नै एउटा चाहिँ ऊ पनि ल्याएका हुन् होइन, हामी वैधानिकता बनाइदिन्छौँ भन्ने कुरो ल्यायो। तर अहिले सुतेर बसेका छन्। यो कुरो चाहिँ ल्याएका पनि हुन्, तर अहिले प्रदेश सरकार नि त्यो विधेयक आउँदैन, सङ्घीय सरकार नि विधेयक आउँदैन। अब हामीले त के ल्याउने? हाम्रो त एउटा असैले पत्याइदिन्न, हाम्रो त जसको सेना प्रहरी त्यसले राज्य चलाउने रहेछ। हामीलाई त एउटा स्थानीय सरकार भनेर हामीलाई त एउटा नाम मात्रै दिए, अप्ठ्यारो परे। हामी ढुङ्गा खाए पनि हामी गाली खाए नि, हामी ताली खाए नि, तुरुन्तै जनताले पड्काउने सरकार नि, हामीलाई फुलको माला खाने सरकार। अब मास्टरलाई त के छुन भेट्दैन, उनीहरू सेना र प्रहरीको घेरामा हुन्छ। हामी त सधैँ जनताको अगाडि हुन्छ। अहिले गाडी रोकेर हामीलाई अहिले ठिक पार्न सक्छ, तर हामी तलको सरकारलाई चाहिँ धेरै गाह्रो। यस्ता कुराहरू हामीले नसक्ने कुराहरू बोल्नलाई धेरै गाह्रो। यो यदि चुनावी नारा नल्याएको होइन, ल्याएको, तर त्यो चुनावमा मात्रै ल्याउने, अघि पछि नल्याउने, यो धेरै पल्ट भयो। अब आउँदा चाहिँ हामी पनि हेर्छौँ कि यो नारा लिएर चाहिँ अब चाहिँ के प्रक्रिया यसको यस र नो भनेर आओस्। अब चाहिँ आउँदाखेरि चाहिँ म पनि यो कुरोमा चाहिँ राम्रो भएन, जनतालाई यो लाला भन्ने फेरि यसो गर्ने कुरो भएन। सङ्घ र प्रदेश सरकारले यस्ता चाहिँ कानुन जनतालाई अप्ठ्यारा परेको कुराहरू चाहिँ अब चाँडै नै समाधान होस्। चाहे त्यहाँ एउटा पार्टीको सरकार के अरे सांसद छ, अर्को पार्टीको नि सांसद छ, सबै पार्टीको सांसदहरूको भोलि यो व्यवस्थाप्रतिको धब्बा बनाउने हो। त्यसले गर्दाखेरि सबैले यो साझा कुरालाई, साझा एजेन्डामा मलाई भोलि फर्केर जानु छ भनेर माओवादीको सांसदलाई पनि पर्ला, काङ्ग्रेसै सांसदलाई पर्ला, एमालेको सांसदलाई पर्ला, सबै पार्टीको सांसद त भोलि गाउँै आउने हो नि। यो कुरो चाहिँ साझा हो। हामीलाई भोलि सांसद त सबै सांसद हो, हामीले यो कुरो चाहिँ प्रश्न हामीले उत्तर दिन सकिँदैन। यो कुरो साझा कुरो लानुपर्छ भन्ने कुरो बेलैमा प्रदेश सरकारको माननीयज्यूहरूले, सङ्घीय सरकारको माननीयज्यूहरूले बुझे हुन्छ। किनभने अबको युवाहरू भनेको, त्यो जनता भनेको अब हिसाब किताब खोज्छ है। यो कुरो चाहिँ मैले थाहा पाएको छ। म आफैले गरेको कुरोहरू, प्रतिबद्धता कुराहरू अहिले गाउँमा जाँदा तपाईँले यो कुरो बोलेको थियो, यो पुल हाल्ने भन्ने कुरो खै भनेर आउँछ। हेर्नुहोस्, घेर्न आइसक्यो, कतिपय बोल्ने कुरो आइसक्यो। त्यस कारणले गर्दा मैले सक्ने कुरो मैले बोल्नुपर्छ, नसक्ने कुरो बोल्न हुँदैन भन्ने कुरोहरू चाहिँ अब जनता पहिलाको जस्तो जनता होइन जस्तो चाहिँ मलाई पनि परेको छ। हस्, समय दिनु हो यसको लागि धेरै धेरै धन्यवाद। ल, यहाँलाई पनि